कहाँ जाँदैछौँ? हामी कहीँ त जाँदैछौँ। हामी तुलसीपुरको वातावरण देखाउनेछौँ। कहाँको वातावरण? कहाँको वातावरण भनिसकेपछि चाहिँ उसले भन्दै थियो तुलसीपुरको मन्दिर अगाडिको भन्दै थियो साथीहरू देखिसक्नुभयो भाइ बोलेको। यो चाहिँ महेन्द्र स्कुल छेउनेरको दृश्य हो। यति बेला पानी परेर एकदमै फाटेको थियो, रोकिसकेको थियो। अनि त्यसपछि हामीले चाहिँ भिडियो मार्फत चाहिँ हामीले देखाइरहेका थियौँ र हामी कस्तो छ त अझै पनि देखाउँछ भनेर कन्टिन्यू गरिरहेका थियौँ। हेर्न सक्नुहुन्छ यस्तो थियो वातावरण भन्दा पनि मोबाइल धेरै हल्लै छ के अरे होइन। अब हेर्दाखेरि एकदमै पनि बाटो चिप्लो भएको कारणले गर्दाखेरि हामी बोल्न चाहिँ बोलेको थियौँ, तर अलिकति अप्ठ्यारो भएको भएर चाहिँ मैले यो भोइस कभर गरिरहेको छु। देखिसक्नु भएको छ, बाटो हेर्न सक्नुहुन्छ। बाटो यति खतम थियो कि होइन। यो चाहिँ हाम्रो पहिलो भिडियो हो साथीहरू। हामीलाई चाहिँ खासै एडिट गर्न त आउँदैन, तैपनि गरेको। अनि मैले देखाउँदैछु फेरि। त्यसपछि पारिबाट पनि भाइले यो चाहिँ महेन्द्र स्कुलको पर्खाल हो भन्दै थियो। त्यसपछि हामी जाँदै थियौँ। त्यसपछि साथीहरू हामी जाँदैछौँ, देखिराख्नु भएको छ है। मोबाइल चाहिँ मैले बेसी हटाएछु कि हेर्नु न। अनि अब भिडियो बनाउने मान्छे चाहिँ अघि गएर बोलेको चाहिँ केही पनि सुनेन साथीहरू। अनि चाहिँ बाटो यस्तो चिप्लो छ भन्दै हिँडिराखेको थियो चाहिँ। अनि देख्न सक्नुहुन्छ अलिक पारी गरेर बोल्छ है हामी, त्यही भएर चाहिँ केही नै सुनिराखेको थिइनँ। त्यो भन्दै थियो बाटो यस्तो छ, पानी परेर यति धेरै चिप्लो छ भनेर भन्दै थियो साथीहरू। धन्नै लडेन कि म फेरि यति बेला होइन। अनि ऊ चाहिँ पारी गएर बोल्छ अनि उभिन्छ, हेर्नु न कहाँ हो कहाँ। अनि मलाई चाहिँ फेरि गाह्रो भइरहेको थियो हिँड्नलाई पनि। अनि यो चाहिँ हो महेन्द्र स्कुलको गेट भन्दै थियो। अनि महेन्द्र स्कुलको छेउनेर हामी आएको थियौँ। हेर्नु न मैले फेरि महेन्द्र स्कुल देखाइदिएँ। अनि त्यसपछि जाम भनेर चाहिँ मैले देखाएँ। यस्तो छ जामुनको रुख भन्दै थियो। अनि के भन्दै थियो साथीहरू। अनि हामी चाहिँ जान लाग्यौँ। अनि यस्तो राम्रो वातावरणहरू थियो। अनि एकदमै रमाइलो थियो कि एउटा चिसो भए पनि होइन, पानी परे तापनि हरियो एकदमै हराभरा भएको थियो। बर्खा लागेको हो, त्यो भएर हामीले त्यो पनि मान्नुपर्छ। अनि उसले चाहिँ भन्दैछ यो धुप्पीसल्ला हो, यो चाहिँ के भन्छ जामुन हो कि के हो भन्दै थियो। अनि मैले चाहिँ देखाइदिएँ फेरि है, देख्न सक्नुहुन्छ। अनि हामीलाई जाँदै गर्दाखेरि साथीहरू यस्तो राम्रो फुल भेटिरहेको थियो साथीहरू। तर उसलाई चाहिँ भिडियो इन गर्नै भएछ। अनि उसले बाई भन्दैछ। र आजको भिडियो यति नै इन गर्छौँ। धन्यवाद यतिसम्म भिडियो हेरिदिनु भएको लागि।